Good morning. So मैले चाहिँ फ्लिपकार्टबाट कुरियर मागेको छु तपाईहरुलाई पनि देखाउँछु है। यो चाहिँ सु हो फ्लिपकार्टबाट दुईटा छ है। यहाँ चाहिँ मैले आफ्ना लागि र मैले आफ्ना आमाको लागि एउटा अर्डर गरिदिएको छु हैन। देखाउँछु त तपाईहरुलाई खोले। यो चाहिँ अलरेडी ओपन बक्स हो नि त त्यही भएर खोलेकै छ है। खोलेरै देखाएको छ। लिनु भन्दा पहिला चाहिँ हेरौँ राम्रो लाग्यो भने चाहिँ राख्छु। राम्रो लागेन भने चाहिँ रिटर्न गरिदिन्छु है। यो चाहिँ रेड टाइपको ब्रान्ड चाहिँ रेड टाइप ब्रान्डको अफर पनि छ है। प्राइस पनि एफोर्डेबलै छ। हेर्नु सक्नुहुन्छ साथीहरु। यस्तो आएको छ है। यस्तो आएको छ हैन। यसको हेर्नु रियल प्राइस चाहिँ यति छ है। यसको मैले चाहिँ आई थिंक यो 1000 को अन्त लिएको हो। हेर्नु सक्नुहुन्छ यसको रियल प्राइस चाहिँ यो 5899 छ है। तर मैले चाहिँ यो हेर्नु 1000 को अन्त लिएको भनेपछि चाहिँ मलाई अलमोस्ट 5000 जस्तो डिस्काउन्ट पाएछु है। प्राइस को हिसाबले हेर्यो भने चाहिँ ठिकै छ है साथीहरु। प्राइस को अनुसारले चाहिँ प्राइस वाइज चाहिँ ओके। अहिले चाहिँ म ड्युटीमा छु नि त त्यही भएर म लगाएर चाहिँ देखाउँदिन। बट कुनै दिन लगाएको दिन देखाउँछु तपाईहरुलाई। राम्रो रहेछ सु चाहिँ। मलाई चाहिँ पुरा मन परे पनि हेर्न सक्नुहुन्छ है। वाउ प्राइस को हिसाबले हेर्यो भने चाहिँ एकदम एफोर्डेबल पनि छ अनि एकदम राम्रो पनि हो। ब्रान्ड पनि हो यो रेड टाइपको। सो अर्को पनि खोलेर देखाउँछु म तपाईहरुलाई। अर्को पनि छ मेरोमा। यो भयो एउटा। आपको नै देखा। म चाहिँ ड्युटीमा छु नि त त्यही भएर पनि खोलेर देखाउँछु। यो चाहिँ आई थिंक नन ब्रान्ड होला। यो चाहिँ एउटा ब्रान्डको HRX भन्ने होला। हेर्न सक्नुहुन्छ यो चाहिँ रनिङ सु हो। यो चाहिँ मैले आमाको लागि अर्डर गरेको। मैले हैन दिदीले आमाको लागि अर्डर गरिदिएको है। यो पनि हेर्न सक्नुहुन्छ रियल प्राइस। बट यो पनि आई थिंक 1000 भन्दा त बेसी नै हो। तर दामी छ प्राइस वाइज क्वालिटी वाइज।